अब हामी चाहिँ एकछिन काम परेर पर जानु आँटेको क्वार्टर। एकछिन क्वार्टर गएर आउने। म त एकछिन काम परेर एकछिन क्वार्टर गएर आउने त सबैको त्यो सर्नुपर्ने। अन्त उनीहरूलाई मैले रेडी बनाऊँ गएर कति धुलो खेल्ने होला। पर पुगेर म तपाईँलाई देखाउँछु। बाई बाई। लु हामी चाहिँ पनि पुग्यौँ क्वार्टर सफा गर्नु। हाम्रो अगाडि चाहिँ यस्तो छ है छत। गरममा चाहिँ मर्ने भयो हामी सफा गर्नु पर्यो। यस्तो छ अब चाहिँ सफा गर्नुपर्छ। त्यस्तो मैला त छैन। अब चाहिँ सफा गर्ने हामी। यस्तो छ है कटर चाहिँ हाम्रो। अब हामी चाहिँ सफा गर्ने। यहाँ हेर्नुहोस् है हामीले चाहिँ यति भयो। आज अलिक कलर गऱ्यौँ नि त पुरा यस्तो थिएर चाहिँ त हो है अलिक कलर गऱ्यौँ। अब यसमाथिबाट अझ कलर हाल्नुपर्छ। आएर चाहिँ फटाफट गरेको रम भ्याएन है। यता पनि गऱ्यौँ आधी गऱ्यौँ नि त। ऊ ड्युटी गएको। यहाँ चाहिँ अँध्यारो छ अनि फेरि भुलेर कलर गर्ने। यहाँ चाहिँ मेरो माङ्युङले हेर्दैछ। हामी चाहिँ भर्खर घर आइपुग्यौँ क्वार्टर सफा गरेर। अब चाहिँ हामी फेरि बेलुकाको लागि खाना बनाउने। समोसा खाँदैछ। मनपर्छ नानी समोसा? पापालाई भन न हौ पापा छिल्का उठाइदिनुहोस् है। म चाहिँ माथि लुगा उठाउन गएको। माथि लुगा उठाउनु गएको नि त। अनि लुगा नउठाइ गएको। अघि दिउँसै गएको। लु हेर्नुहोस् त रात पऱ्यो यता। जुन कति मजाले लागिरहेछ यता। ए अन्ध्यारो भएछ अन्ध्यारो। आजको लागि यति नै। हामी चाहिँ खानाहरू खाएर नानीलाई खाना खुवाएर अब चाहिँ सुत्नु आएको। यहाँ बेड बनिँदैछ रेडी। माग्यौँ पनि नाना चाहिँ सुत्यो। भाइ चाहिँ सुतेको छैन। अब हामी सुत्ने। आजको लागि यति नै। सबैलाई बाई बाई।